यो तपाईँहरूलाई हेर्दाखेरि के जस्तो लाग्छ यो चाहिँ? यसलाई चाहिँ भन्छन् बेगुती होइन। हेर्दाखेरि चाहिँ यो फाटेको दुध जस्तो या अब त्यो के भन्छ अर्को त्यो पनिर भन्दा अर्को एउटा के भन्छ जापानिजहरूको हुन्छ नि के अरे त्यो टोफु, त्यो फुटेको टोफु जस्तो दिन्छ होइन। तर खासमा भन्नुपर्दाखेरि चाहिँ यो यसलाई बेगुती भन्छ। यो चाहिँ जब गाईहरू भैँसीहरू ब्याउँछ नि, बच्चाहरू पाउँछ नि, तब चाहिँ अनि यस्तो उनीहरूको दुधबाट सुरुको 2-4 दिनको दुधबाट चाहिँ यस्तो भन्छ कि यो चाहिँ अब भन्छन् अब कतिले चाहिँ होइन, अब गाई अब जस्तै बच्चा पाउँछ नि, बच्चा पाएपछि उनीहरूको त्यो शरीरमा ज्वरो भएर जमायो भन्ने कुरा गर्छन्। तर के हो एक्ज्याक्ट चाहिँ मलाई थाहा छैन, तर त्यही हो जस्तो लाग्छ होइन। तर यस्तो चाहिँ भन्छ। तर यो चाहिँ हाई प्रोटिन हुन्छ कि, हाई प्रोटिन एकदम खतरा। त्यही भएर म चाहिँ खाँदैछु। अनि हाम्रो चाहिँ भैँसी ब्याएको थियो, मम्मीले गाउँबाट पठाइदिनु भएको आज। सो मिठो हुन्छ तर enjoy.